जुन तरिकाले यो पार्टी निर्माण भएको छ, गठन भएको छ र हाम्रो डोल्पा जिल्लामा तत्काल हाम्रो आजको बैठकको निर्णयहरू छन् र यो आजको बैठकका निर्णयहरूलाई सार्वजनिक गर्नुपर्ने अहिलेको तत्कालीन आवश्यकता रहेकोले पत्रकार महोदयहरू यहाँ उपस्थित हुनुभएको छ। यो हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार्नु भएको छ। अहिलेको सङ्कटको निकास दिने लाइनमा उहाँहरू लाग्नु भएको छ र हाम्रो पार्टीले के भनेको छ भने अहिलेको सङ्कटको निकास भनेको त्यो होइन, जेएनजी आन्दोलनको मर्म भावना पनि त्यो होइन। जेएनजी आन्दोलनको मर्म भावना भनेको अब देशमा सुशासन सुव्यवस्था कायम गर्नको लागि, स्थिरता कायम गर्नको लागि र अब युवा जनशक्ति जो विदेशी राखेका छ रोजगारीको सिलसिलामा अथवा अध्ययन अध्यापनको सिलसिलामा त्यो जनशक्ति सहितलाई नेपालमा अब रोजगारको व्यवस्था बनाउनेदेखि लिएर शासन व्यवस्थामा मात्रै परिवर्तन होइन कि अब मान्छेको जीवन शैलीमा, जीवन व्यवहारमा पनि अलिकति परिवर्तन ल्याउनु पर्छ भन्ने उद्देश्य अनुसार संसद पुनःस्थापनाले समाधान दिँदैन। त्यो भएनाले अब फ्रेस म्यान्डेटबाट नै अहिलेको देशको सङ्कटको समाधान गर्न सकिन्छ। सिङ्गल नाम प्रस्तुत गर्ने सर्वसहमति भयो, जस अनुसार अब पहिलेकै पूर्व मन्त्री अब धनबहादुर बुढाजीलाई प्रत्यक्षको सिङ्गल उम्मेदवार भनौँ न हाम्रो तर्फबाट, अरू पार्टीको तर्फबाट पनि होला तर हाम्रो पार्टीको तर्फबाट सिङ्गल उम्मेदवार भन्ने छ। अनि समानुपातिक तर्फबाट अनि आफ्नो आफ्नो क्लस्टर अनुसार छ। त्यो क्लस्टर अनुसार पिछेबाट हंसबहादुर साई पिछडिएको क्षेत्रबाट, दलितबाट नैनसिंह विक, महिलाबाट अब हाम्रा अलि 3वटा नाम छन्, काली चलाउने, काली बुढा, भीमा केसी बन्जारा छ। अनि जनजाति भने पनि दुर्गम भने पनि अब भोट क्षेत्र भने पनि ग्याल्बो भोटे थापा, अब यो एउटा अब जेएनजी मनोभावना पनि छ। त्यो सबैको हिसाबले गर्दाखेरि ग्याल्बो भोटे थापालाई हामीले प्रस्ताव गरेका छौँ। अब सँगसँगै फेरि अब दुईटा पार्टी एक हुने सिलसिलामा आफ्ना पार्टी कार्यालय खडा गर्ने भन्दा पनि पार्टी कार्यालय पनि अब मर्ज गर्नुपर्ने होला भन्दाखेरि त्यसको सहजीकरणको लागि पनि अब बिरमल कुमार भण्डारी र बबी किशोर गुरुङ उहाँहरू दुईजना कमरेडहरूलाई पार्टी कार्यालय अब मर्ज गर्ने सवालमा देखि लिएर अब कहाँ गर्ने भन्ने त्यसको व्यवस्थापनको लागि उहाँहरूलाई स्पेसल्ली जिम्मा दिने र अरू साथीहरूले पनि त्यसलाई सपोर्ट गरेर जाने भन्ने खालको छ। एउटा अब डोल्पा जिल्ला जस्तो ठाउँ जहाँ अब हिउँदे सिजनमा धेरैजसो मान्छेहरू तलतिरै जान्छ, सबै सन्दर्भलाई हेर्दाखेरि हामीले माघ मसन्तभित्र यसलाई एकता प्रक्रियाले टुङ्ग्याउने भनेका छौँ। त्यो भित्र अब एकताका मिटिङहरू अनि पालिकाहरूका मिटिङहरू पनि हुन्छ। अब त्यो सँगसँगै के छ भने माघ 11 गते राष्ट्रिय सभाको चुनाव छ। अब राष्ट्रिय सभाको चुनाव हुँदाखेरि माघ 15बाट अगाडि बढ्छ होला भन्ने अब अलिकति टाइम त्यो छ र फिक्स टाइम हामीले अहिले नै किटन नगरिराखेका स्थिति हो।